हेलो गाइज भन्नु त कालो गाई कालो गाइज कालो गाइज माय गॉड साथीहरु हाम्रो छ्यामा चाहिँ रेडी काँचो काँचो देखियो साथीहरु म चाहिँ अब छ्यामाको घर जान लाग्को हो के त हेर्नु बिल्ला हान्नुहुन्छ कि हाँसेर मैले भ्लग सुरु गर्ने बित्तिकै हाँस्नुहुन्छ पछि तपाईँलाई पछि म फेमस भइसकेँ अरे तिमीले मेरो भ्लग हेर्छौ र भाइ भ्युज आएको कि आएन भनेर जमाउँदैछौँ जमाउँदैछौँ खिदिन जानेको भाग्नु पऱ्यो ठुलो भाग्नु हो कि हेर्नु केही नै हुनु ठुलो मेरो भिडियो कसैले नै हेर्दैन कि एकजना दुईजना 20-30 जनाले हेर्नुहुन्छ त्यही हो Hello everyone, good morning and welcome back to my YouTube channel. Jasmine Tamangko YouTube channel मा स्वागत छ तपाईहरुलाई. माइजू चाहिँ यहाँ पोछा लाउँदै हुनुहुन्छ. हाम्रो मम्मी देख्न सक्नुहुन्छ त्यहाँनिर चाहिँ हाम्रो मम्मी हुनुहुन्छ. बारीतिर यसो धानहरु कस्तो भयो भन्दै हेर्न गइराख्नु भएको छ साथीहरु. अब पसलतिर जान लागिरहेको छु बिहान नै उठेर किन भन्दाखेरिमा तपाईको त लुङ्गी पुरै भिजिसकेछ त. पछारे थियो मम्मी तपाई? पछारे थियो मम्मी तपाई? सो गाइज अब चाहिँ म जान लागिरहेको छु पसलतिर. किन भन्दाखेरिमा चाहिँ आज मेरो दुईटा पसलमा बस्ने काम छ. एक त हाम्रो पसलमै अहिले गएर बिहान त्यस पछाडि भनेको चाहिँ हाम्रो छ्यामाले बोलाउनु भयो कि मलाई. अनि छ्यामाले मलाई बोलाएर फोन गरेर भोटेरारमा आइज भन्नुभयो पसल कुर्नलाई. किनभने कि छ्यामा र ठुले आमा चाहिँ आज उता बेस्तार जानुपर्ने काम परेको छ अरे. सो द्याट म चाहिँ जान लागिरहेको छु. अनि साथीहरू सधैँ उस्तै गरेर हिलोको बाटोमा हिँडेर जाँदैछु साथीहरू. हेर्नु आज त चप्पल पनि कुञ्चैले छोडेर गएछ या आयो कस्तो किचड छ नि फेरि अति छ कि हिलो चाहिँ. हामी आज गाइज आज पनि एकदम धेरै स्पेसल दिन हो. किनभने कि हेर्नु आज घाम लाग्नुभन्दा पहिल्यै कहाँ लागेछ घाम खै कहाँ लाग्यो घाम लाग्नुभन्दा पहिल्यै म उठिसकेँ क्या गाइज. उठेको आज म देख्नुभयो. किनभने कि छ्यामाले मलाई फोन गरेर ठ्याक 9 बजे आइज भनेछु मैले. त्यहाँ फोन गरिजान नपरोस् भनेर भन्थे नि. अरू बेला त म फेरि 8-9 बजीसम्म त ओछ्यानमै सपना देखिरहेको हुनसक्छु. त्यही भएर डर लागेर राति नै आफूलाई मनमा होइन भोलि त चाँडै उठ्नुपर्छ भनेर ठ्याक्क 5 बजे आँखा खुलेको कि गाइज. यस्तो पनि हुँदो रहेछ. डर भयो भने अलिकति उठिन्छ कि साथीहरू. ठुलो खोला बगिरहेछ. यहाँ चाहिँ हाम्रो बाजे हुनुहुन्छ. बिहान बिडी हो कि खैनी हो कि चुरोट खाइरहनु भएको बाजे चाहिँ साथीहरू. अब म चाहिँ जाँदैछु. ए कराउँदै बिहानै हल्ला मचाउँदै हिँडिरहेको छु गाइज. अहिले बिहान नै भइसक्यो. बत्ती बलिरहेको हाम्रो पसलमा चाहिँ. सो अब म ढोका खोल्छु. कति चाँडै आएछ निको. गुड मर्निङ भाइ. सन्केर आउँछ त भाइ त नि. बिहान हुन पाएन सनक त्यस्तो बानी गर्नुहुन्न कि बाबु. त्यो धेरै रिसाउने बानी गर्न हुँदैन के. हामी झन् यस्तो बच्चाहरू भएर अहिलेदेखि रिसाउने बानीदेखि तिमी यस्तो रिसाउने बानी गऱ्यो भने त भाइ पछि त के हुन्छ त. त्यो कञ्चना फिल्ममा त्यो चाहिँ छुच्चाको छुच्चै. फाइनली गाइज हाम्रो पोछा लगाइसकिएको छ. अहिले बिहानको 6 बजिरहेको छ साथीहरू. र म आज चाँडै नै उठेको हुनाले 5 बजी उठेको हुनाले यहाँ हाम्रो अटो देख्न सक्नुहुन्छ. त्यहाँ अर्को अटो जिपको पछाडि अर्को निलो अटो. जिप हो कि के हो त्यो ट्र्याक्टर स्कुटर वरिपरि ठ्याक्क लगाएर यस्तो छ यतातिरको भ्यू.
हाम्रो यताको भ्यू यस्तो छ म कराइरहेको छु कि ताइद त्यसरी सो गाइज अब चाहिँ म जान लागिरहेको छु है अटोमा चढेर ठ्याक्क लगाएर त्यो दाइ हेर्नु न बिल्ला हान्नुहुन्छ क्या हाँसेर मैले भ्लग सुरु गर्ने बित्तिकै हाँस्नुहुन्छ पक्नु तपाईँलाई पछि म फेमस भइसकेँ अनि मुड चाहिँ पर्दा हाँसिरहनु फेमस भएपछि तपाईँले म देखेर भ्लग बनाउँदाखेरि हाँस्नुहुन्न अरे क्या अझ एउटा के उ किन्नु पर्यो के हँसाउनु दाजु स्ट्यान्ड उ के हुन्छ नि त्यो एउटा भ्लग बनाउने हुन्छ नि त आफूले भ्लग बनाउने कुरा अरे फेरि आशा चाहिँ पाउँछ सेल्फी स्टिक सेल्फी स्टिक हैन के अरू के सानो खालको के ओके त्यसो गरेर बनाउँदै हिँड्नु पर्ने कि साथीहरू म चाहिँ अब छामाको घर जान उता बसेर हेरनु भयो मम्मीले म चाहिँ अब छामाको घर जान लागेको हो कहाँ जान लागेको भन्ने सोध्नुहुन्छ भने अब छामाहरू चाहिँ आज बेसी सहर जानुपर्ने काम छ अरे ठुले आमा र छामाको एउटा मुद्दाको लागि अनि त्यही भएर म चाहिँ छामाको पसल कुर्नलाई जान लागिरहेको छु 9 बजी आइपुगिहाल्यो त्यहाँ फेरि फोन गर्न नपरोस् भनेर धम्की दिनुभएको कि छामाले पहिला मलाई त्यही भएर जान लाग्यो नत्र भने त म 9 बजीसम्म त ओछ्यानमै सुतिरहेको हुन्छु कोही कोही बेला त त्यही भएर आज म 5 बजे निन्द्रा बिउजेर उठेर आएको सो अब हामी जान्छौँ अब हामी हेलिकप्टर उडिरहेको छौँ हाम्रो दाइले चाहिँ यस्तो तेज चलाउनुहुन्छ कि फेरि यो खतरा हो क्या फेरि पुरै हेलिकप्टर जसरी उडाउनुहुन्छ त्यही पनि एक्सिडेन्ट चाहिँ भएर आएछ म एकचोटि धन्नै अस्ति एउटा उसलाई चाहिँ नालीमा लगेर यहाँको निशानलाई चाहिँ नालीमा लगेर धन्नै हाल्नु भएर तर बचिहाल्यो गाइस अनि म चाहिँ धन्नै अस्ति नै यहाँबाट नखसे जस्तो भएको के भएको भन्दा हिँड्दै सर्प अगाडि बाटोमा आयो रोडमा अनि ऊ त्यहाँ अगाडि आएर तेजमा हिँडिरहेको अटो त झ्याप्पै रोक ब्रेक हानेको त पुरै म त धन्नै यत्रो ठुलो मान्छे म यत्रो मोटो अग्लो मान्छे धन्नै यस्तो नभएको भने बच्चा हामी त उड्थ्यो होला अरे कि त्यस्तो भएको थियो कि गाइस हेर्नु हाम्रो अलग फाट अटोबाट हेर्नु साथीहरूको यस्तो देखिन्छ हजुर साथीहरू हाम्रो यो अलग फाटको कृष्ण मन्दिर हो है दर्शन गर्नुहोस् गुड मर्निङ आन्टी ल साथीहरू म छामा घर आइसकेको छु हाम्रो छामा चाइनिजहरू जस्तै छ क्या हाम्रो छामा त होइन यो यहाँ चाहिँ एउटा कटार रहेछ छामा यो अझै काटेर खाने हो फाइनल्ली मैले अहिलेदेखि नै होइन कि कटर खान मन लागेको मलाई अस्ति नैदेखि कटर खान मन लागिरहेको थियो मम्मीले भनेको थियो छामा घरतिर जा त्यहाँ छ भनेर लास्ट टाइम नभन्दै रहेछ हेलो गाइज भनिदिनु नि छामा फाइनल बुढी म काटियो ल फेरि हेलो गाइज म सिरियलमा बिजी छु सिरियल हेर्दैछ है साथीहरू छामा चाहिँ टिकटकमा हो क्या हो म सिरियल लभर हो बिहानै टिकटकमा फेरि सिरियल पनि ल ठिक छ साथीहरू छामा हो यस्तोलाई के भन्छ सलमाइका होइन मलाई चाहियो सलमाइका कति पर्छ 1000 रुपियाँ 1400 हेरी हुन्छ नि यो चाहिँ महँगो खाले हो कति खाले यो त बियरको उसले हालिदिएको यो मलाई नि लैजान कि मलाई नि हामी नै हालौँ भनेर क्या त्यहाँ त्यो उसमा दुइटामा कस्तो त्यहाँ हाल्ने बित्तिकै क्या नयाँ देखेको त्यहाँ हेरेर म त्यहाँ हाल्न मन लाग्यो कि कार्पेट मैले त कार्पेट भनेको लास्ट टाइम ऊ त्यो अर्को एउटा मामाले भनेको सलमाइका भन्छ यसलाई भन्थ्यो तिमी लिएर आउनु म हालिदिन्छु भनेर भन्नुभयो
सो हामीहरू छौँ यो चाहिँ हाम्रो छ्यामाको पसल आज चाहिँ म छ्यामाको पसलमा बसिरहनेवाला छु गाइज त्यही हो बुझोहरू खै त नि छ्यामा भाग्ने बसाले होइन देख्यो यस्तो गर्छ नि त साथीहरू यो चाहिँ हाम्रो छ्यामाको होटेल बाहिरतिर चाहिँ यस्तो देख्छ है यतातिर चाहिँ त्यो चाहिँ सुन पसल यो चाहिँ उस पसल अनि यो चाहिँ मोबाइल पसल आन्टी चाहिँ हामीले यस्तो राख्नुभयो त्यही नै हो साथीहरू आज चाहिँ यो कटरको हामीले अट्याक गर्नुपर्ने हुन्छ मैले यसपालि कटरै खाएन नि त छ्यामा मलाई कस्तो खानु मन लागिरहेको चाहिँ होइन राम्रो जाम कस्तो काँचो काँचो देख्यो यस्तै हो नि एकैछिन गइदिउँ भनेको गाइजहरू यसपालिको फर्स्ट कटर फोर्यो तेल लाउनु पर्थ्यो नि हातमा छ्यामा त्यसको थोरै पो रहेछ त नि कहाँ धेरै हुन्छ त नि के त यस्तो किन्न बत्तीमा हाल्नु चाहिँ पुगेको जस्तो देखियो उता यता साइडमा काटिएको होला नि सो साथीहरू फ्रिजमा हाल्नु अहिले एकछिन चिसो बनाएर यति चाहिँ कटर निस्किएको छ बुझ्यो त तपाईँ हेर्न सक्नुहुन्छ यसलाई अब हामी फ्रिजमा हालिदिउँ यसपालिको यो सालको फर्स्ट कटर खाना लगाइरहेको छु गाइस ए होइन अस्ति नै दिएको थियो माइतीले नि तर मलाई कटर लास्टै मिठो लाग्छ किन मिठो लाग्दो रहेछ भने त बुजुलाई नि बेसरी मिठो लाग्छ अरे नि त अरू कुरा नपच्छ नि हामीले कटर चाहिँ मजाले खानुहुन्छ अरे भने त्यही भएर मलाई नि बुजुको बाटो गएर कटर मिठो लाग्नु भयो मलाई बेसरी मिठो लाग्छ कटर गाइस हाम्रो चाहिँ बुजु पनि आउनुभयो गुड मर्निङ बुजु गुड मर्निङ गुड मर्निङ भनेको बिहान भयो भने कि बिहान भयो गुड मर्निङ भनेर शुभ बिहानी भनेको सन्चै हुनुभयो कान सुन्ने हेर्नुहोस् हाम्रो बुजुले कपाल जिङ्रिङै भएछ नि त कपाल ल भन्नु त गाइजहरूलाई के भन्ने हेलो गाइज भन्नु त हेलो गाइज भन्नु त कालो गाई छ्यामा मुर्छ भएर हाँस्यो हेलो हेलो गाइज हेलो गाइज भन्नु त छ्यामा रातै भयो त्यहाँ हाँसेर गाइज बुजुले हेलो गाइज भन्नु भनेको त कालो गाइज आएन नमस्ते भन्नु नमस्ते नमस्ते त्यो चाहिँ यता हेरेर भन्नु यता नमस्ते भन्नु त नमस्ते हो यो त भन्नु सजिलो हेलो गाइज भनेको त कालो गाइज कुरा उठ्दैन कान सुन्दैन त नि के गर्ने त्यस्तै हो बुझु हँसाइ त्यो बुझुले हँसाउँछ कि गाई त्यहाँ हाँसेर त्यहाँ चामल सबै पोखा हेलो गाई छैन कालो गाई हँसाउनु भयो बुजुले हाम्रो बुजु कस्तो राम्रै हुनुभयो बुजु हेर्नु न गाई अहिले हाम्रो बुजु कति वर्ष हुनुभयो अरे बुजु कति वर्ष हुनुभयो अरे टुङ्गुर 83 वर्ष हुँदा नि हाम्रो बुजु यस्तो राम्रो हुनुभयो गाइज झन् जमानामा त कति राम्रो हुनुभएको थियो राम्रो तपाईँ राम्री किन बुझ्यो यति साह्रो राम्री धेरै राम्री भयो बुजु हाम्रो बुजु गाइज अब चाहिँ हामी खाना लगाइरहेका छौँ रहेको छ अन्डा फर्सी मुन्टा एन्ड यो हो के अरे अड्की नि भातको घाँस हाल्छ यही बानी मन पर्दैन कि मम्मीको त छ्यामाको अड्केपछि त पानी खानुपर्छ नि गाइज होइन हाम्रो बुजु चाहिँ यसरी खाँदै हुनुहुन्छ मिठो भा बुजु मिठो भएर बुजु बच्चा कस्तो आएछ मिठो भा मिठो भा बुजु भन्नु आएछ मलाई त ल गाइज अब म पनि खान्छु ल
माई गड साथीहरू हाम्रो छ्यामा चाहिँ रेडी भइसक्नु भयो अब जानलाई कति राम्रो देखिया साथीहरू ढाडु पनि ठाडो बनाएर ल गर्छु न सबै गर्छु सबै निकाल्छु वरिपरि माछा मुक्दो गरेर हुन्छ के गरेँ सबै माछा राम्रो माछा म उता गएर ल साथीहरू छ्यामा पनि जान लागिरहेको छ अब चाहिँ चियाको भाँडा खै चियाको भाडा कहाँ राखिदिएर होस्टेलमा त बसिरहेको छु गाइज कोही मान्छे आएनन् एक दुईजना त्योभित्र चिया कुरो उसहरू खाने मान्छेहरू केटाहरू अरू त कोही आउँदैन त मोमो चाउमिन खाने मान्छेहरू त यहाँ हुँदैन रहेछ पो साथीहरू गाइज यो कटर खाइदिउँ एउटा फेरि मलाई किन यति धेरै मिठो लाग्छ कि कटर यस्तो मिठो हुन्छ यसको स्वाद फेभरेट फ्रुट इन दिस होल इन्टायर वर्ल्ड जति पनि खाइदिनु सक्छ आइपुग्यो छामा गाई फाइनल्ली 3 बजेतिर बुजुलाई नयाँ पछौरा लिएर आइदियो रहेछ के भयो पुरै टोलाएर टोलिएर बसिहाल्नु तपाईँलाई पुरेर बसिरहेको गएँ है म यो बुढीमा त ल ल ल ल बाई बाई छ्यालासँगै होला 1 2 3 ल ल जा भन्नु ल ल ल ल अब यहाँबाट सामान लिएर म जानुपर्ने हुन्छ ठ्याक्कै आएर बसिरहेको छु दाइको अटो जानु पर्यो आन्टी त्यहाँ छ है पैसा गयो आन्टी है अगाडि बसेर पो जान पर्ने भयो गाइस मान्छे प्याक रहेछ अटोमा सामान राख्न त पायो अब आफू चाहिँ हिँडेर जानु पर्ने हिँडेर अरे म बन्द गरिदिए यसका मैले होइन ल ल जाऊँ कहाँ जाने हामी यहाँ पछाडि भन्दा रहेछ यहाँको पसल मलाई अस्ति कस्तो मोमो खान मन लागेर कि गाइस यस्तो यता अलन्चे फाँटी त कहीँ पनि मोमो पाउँदैन नि त अनि यहाँ पाउँथ्यो अनि मेरो साथीको दिदीको होटल हो कि यहाँ अनि यहाँ नि बन्द थियो अस्ति नि यसरी नै आज पनि के खाऊँ भनेर आगो यो पनि बन्दै रहेछ आज पनि सो त्यही हो कहिले त अब यतातिर खास केही पनि पाउँदैन नि त अनि कस्तो क्रेभिङ हुन्छ कि कस्तो मोमो खानु मन लाग्छ मोमो धरि पाउँदैन कि हाम्रो यता अलैँची हाटमा त अरू त कुरै छोडिदिनु टिकटकमा चाहिँ मोमोहरू त्यो च्यालेन्ज गरेर यस्तो यस्तो गरेर च्यालेन्ज गर्छ नि त्यो खाएर खानु मन लाग्यो ए यसलाई कस्तो च्यालेन्ज अब त्यो यस्तो 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 गर्छ नि हात फुडको त्यो उसवाला च्यालेन्ज एक त्यस्तो च्यालेन्ज पनि गर्ने है हामी ल ठिक छ डल्लै जित्ने एक ग्लासमा मान्छे आइपुगिरहेको त्यतिर साथीहरू त्यतिर चाहिँ हामी खासै आउँदैनौँ यसो मम्मीले मलाई फ्रेस हो हिँड यताउता हिँड्न डुला यताउता जाऊ भनेर आएको म साथीहरू यता नि एउटा पसल छ है आरोसम्म जाने त्यहाँ थियो झन् उतासम्म जाऊँ भने मेरो भाइले के किन्यो भन्दाखेरि एउटा जेली फ्रुटी जेली रहेछ अनि अर्को चाहिँ ललिपप किने तिमीलाई पनि त्यही हो कति तिम्रो फ्रुटी जेली मैले किनेन त्यो किन नकिन खाने तिमी नमिठो मेरो लागि किन्नु त भाइले ल ठिक छ सर म चाहिँ किन आज यसरी अरे तिमीले मेरो भ्लग हेर्छौ र भाइ भ्युज आएको क्या आएन भनेर भ्युज कतिको आउँदो रहेछ भनेर हेर्थ्यो ल जाऊ एक भ्युज आँखा मेरो गएर हेर तिमीले बढाइदेऊ एक भ्युजबाट धेरै भ्युज बनाइदेऊ है ल क्या भाइले हो र ए यस्तो खतरा सस्रो ठुलो फ्यान यो पो रहेछ भाइ भाइ त पङ्खा पो रहेछ ल 2-3टा आइडीबाट ल सब्सक्राइब गर्दै रहेछ अनि ल धन्यवाद छ मेरो ठुलो पङ्खा भाइ रे हेर उसको फुटबल स्किल सिकाउनु देखाउन आँखा कि भाइ चाहिँ हेर्न
यसको त स्किल देखाएर हात भाँचाको स्किल थियो नि फेरि त नि कति पैसा लाग्यो त्यो त भन्नु हुने दुईचोटि ल साथीहरू त्यही हो हामी चाहिँ मैले के भन्नु थिएँ भाइले गर्दा बिर्स्यो धेरै मैले चाहिँ कहिले पनि यता लन्च फाटतिर हिँडिरहेको भ्लग कहिले पनि देख्नु हुँदैन नि त कोठाभित्रै बसिरहेको मात्रै देख्नुहुन्छ कि त सिधै भोटार गएको अनि यसो यतातिर वाक हिँडिरहेको क्या साथीहरू त्यही भएर चाहिँ यसो होइन लन्च फाटतिर पनि यसो हिँडिदिउँ भनेर यहाँबाट उतातिर चाहिँ बोक्से छ है यसो यसरी हिँडिराख्यो भने चाहिँ कहिलेकाहीँ उस पनि हुन्छ कि शरीरलाई एक्सर्साइज पनि हुन्छ बोक्से पनि जाने भनेको त उताबाट यत्रो ठुलो पानी आइरहेको रहेछ साथीहरू उताबाट हेर्नु त अँध्यारै पुरै अँध्यारै धमिलै भएर आएछ जाउँ उतैसम्म जाऊँ उतासम्म क्या मेरो साथीको घरसम्म जाऊँ ल हेर्नु साथीहरू वरिपरि सबै यस्तै छ है अरू त के भन्नु र साथीहरू यस्तै हो रमाइलो छ जिन्दगी मेरो यो आँखा चाहिँ एकदमै सानो सानो हुँदै गयो झन् मलाई कस्तो टेन्सन आपत आइलाइसक्यो कि भिडियो खोले के त्यहाँ हेर्नु न मैले भ्लग बनाएँ भनेर ठिक छ अन्त त्यहाँ हेर्नु बिल्ला हान्नुभएको त्यहाँ यस्तै हो साथीहरू यस्तै हो म यहाँ फेमस नहुने बेला सबैले हाँसेर मजा उडाउँछन् तपाईँहरू यहाँ मलाई फेमस बनाउनु पऱ्यो कि साथीहरू त्यही भएर सब्सक्राइब गरिदिनु ल म चाहिँ जहिले पनि भ्लग बनाइराख्छु ल मलाई त्यो क्वेट गर्नेवाला छैन बरु कहिलेकाहीँ चाहिँ नबनाउला तर फेरि पछि कन्टिन्यू गर्छु किनभने कि मैले मेन भ्लग बनाउनुको पर्पज भनेको चाहिँ धेरै सब्सक्राइबर नै हो मलाई यस्तो धेरै भाइरल हुनु छ नै भन्ने होइन कि मलाई मनपर्छ है साथीहरू मलाई भित्रैबाट मजा लाग्छ कि बोल्दै हिँड्नलाई स्पेसल्ली अनि पछि आफूले रेकर्ड गरेको भ्लग फेरि आफै हेर्नलाई मजा लाग्छ त्यही कारणले खासमा मेन भ्लग बनाउने चाहिँ सो द्याट क्वाइट गर्छु भन्ने त कुरै छैन जति सायद भ्युज जिरै आए पनि गाइज मैले क्वाइट गर्नेवाला छैन बरु कोही बेला चाहिँ प्रोकास्टिनेसनले गर्दा प्रोकास्टिनेसन भनेको पछि गरौँ ल एकछिन पछि गरौँ ल भन्ने कहिले झ्याउ लाग्छ नि त अल्छी लाग्ने बानीले गर्दा चाहिँ बरु भ्लग कहिले नआउन सक्छ तर यसको मतलब यो होइन कि मैले क्वाइट गरिदिएको त्यो क्वाइट चाहिँ मैले कहिले पनि गर्दिनँ म बुढै भएर मर्नु जेलसम्म पनि गर्दिनँ ल यहाँ बाँसको घाँटीनिर आइपुग्यो साथीहरू हामी गफ गर्दा गर्दै मेरो भाइ चाहिँ यहाँ ललिपप खाँदै हिँडिरह अनि हामी अझै अगाडि गइराखौँ साथीहरू होइन म झन् केही पनि खाएन बोल्या यस्तै हुन्छ त नि बोल्या हुन्छ त्यही भएर मलाई बोल्ने साथी चाहिन्छ र मेरो एउटा साथी छैन योसँग एउटा शब्दभन्दा दुईवटा शब्द बोल्यो भने सन्केर के भनेर देखिहाल्नु बोल नि बिहान कस्तो गरेको थियो त्यस्तो गर्छ यो मेरो भाइ भन्ने मान्छे अनि त्यही भएर म चाहिँ बोल्ने मान्छे कोही नपाएर भ्लगमा एक्लै बोल्दै हिँडिरहन्छु कि मेरो साथीको घर आइपुग्यो उनीहरूले हेरिरह लाज लाग्यो होला उनीहरूलाई त चाहिँ हाम्रो ठुली आमाले हेर्दै हाँसिरहनु हामी यसो यतैतिर डुल्डेकम के छ ठुली आमा ठिक छ दा तपाईँ कहाँ लाउनु भएको त नि म तिमीलाई देखेर आएको बाटो ए हजुर कस्तो आउँदो रहेछ नानी रे ठुल्बाबाको खिदिन्छ भनेको भाग्नु भयो केही छैन साथीहरू हेर ठुल्बाबा भाग्नु हो कि हेर्नु नि केही नै हुनु ठुल्बाबा मेरो भिडियो कसैले नै हेर्दैन कि एकजना दुईजना 20-30जनाले हेर्नुहुन्छ त्यही हो ठुले पनि बेच गर्नुभयो खुसी भएर त्यहाँ सब्सक्राइबर 200 गएको त नि नाली कस्तो राम्रो देखे हो यतातिर त सरर हेर्छन् ए 1K कति पुग्छ भ्यू पुग्छ तर कहिले पुग्यो एउटा पनि 1K पुगेन अहिलेसम्म युट्युब खोलेको 2 युट्युब च्यानल देखाएन ल ल ल फालिदिन्छु अहिलेसम्म यहाँ 2 वर्ष भइसक्यो युट्युब च्यानल खोलेको तर गाइज यहाँ अहिलेसम्म 1K भ्युज एउटा पनि पुगे छैन अनि के भन्नु तर पनि मैले हेर्नु यहाँ भ्लग कसरी बनाएको छु 20-30 मिनटको भ्लग बनाएँ जहिले पनि यो किनभने कि कसैलाई देखाउन सुनाउन होइन कि गाइज मेरो यहाँ मनमा यति धेरै कुराहरू हुन्छ अनि मेरो बोल्न थालेपछि म बोल्या हुन्छु क्या त्यो मेरो खासमा मेन कुरा त्यही भएर चाहिँ मैले पनि बोल्या भइरहेको छु साथीहरू काठमाडौँ गएर नि बनाउनु है भ्लग काठमाडौँ गएर ल म गएँ भने काठमाडौँ तेरो दिदीको भाग्यमा जान लेखाएन जस्तो छ यार साथीहरू यार मान्छेहरू यत्रोदेखि काठमाडौँ जान्छ यहाँ सबजना काठमाडौँ गइसक्यो यहाँ मान्छे म यहाँ 17-18 वर्ष भइसक्यो अहिलेसम्म आफ्नो देशको राजधानी नि गएन छ्या म चाहिँ गछु त म टाढा गएको भनेको एकचोटि त्यो स्कुलको भ्रमणमा लुम्बिनी लिएर गएको थिएँ त्यति होला टाढा गएको नि अब त्यो पोखरा भन्दा काठमाडौँ कहिले गएकै छैन म अहिलेसम्म पोखरा चाहिँ गएको है धेरैचोटि गइसक्यो धेरैचोटि नि कति धेरैचोटि नि गएन हौ धेरैचोटि 4-5 चोटि गएन ए गर्छु नि किन नजाने यार चिताउने नभइकन कति लुम्बिनी पुगे त नि फुच्चे
चितवनमा गएर त हामीले खाएको नि खाना त्यो लुम्बिनी जाने बेला यहाँबाट उता चाहिँ बोक्सी हो साथीहरू यताभन्दा उता चाहिँ नजाम होला यहाँबाट चाहिँ हामी सीमा लगाएर हो रे सीमा जस्तो सीमा रेखाले फर्केर अब जाम होला साथीहरू होइन किनभने कि उतातिर किन जाने त नि अब उता गयो भने पानी परिरह उताबाट पानी आउँदैछ अनि त्यही भएर नजाम भनेको यही हो साथीहरू हाम्रो अलैँची फाँट चाहिँ देख्न सक्नुहुन्छ ऊ यहाँबाट माथि चाहिँ हाम्रो केराबारी उता पुरै मजाले पानी पऱ्यो डेन्जर पानी पऱ्यो डेन्जर ल भाइ जाम भाइ तेरो गर्लफ्रेन्ड छ कि छैन भनिदिनु त ल गर्लफ्रेन्ड यस्तो मस्किन पाइनँ भाइ यस्तो बच्चा हेर मस्केको यसो म त के गर्दो रहेछ ल आएको अहिले त सानो बच्चाहरूको ल पर्छ नि त त्यही भएर यसो सोधेको भाइ तेरो गर्लफ्रेन्ड छैन भने त मस्किन्छ केटो त त्यस्तो मस्किहाल्छु त हामी तिमीहरूको जमानामा त हाम्रो थाहा नि थिएन त्यस्तो भनेको त ल गाइज अब बन्द गरिन्छ अब यसो हामी यसरी यो बाटोमा वाक गर्छौँ होइन हिँड्छौँ अनि त्यस पछाडि घर पुग्छौँ अनि फेरि फ्रेस हुने भयो नि त अनि त्यही भएर यसो हामी चाहिँ यहाँ ठुली आमालाई फोटो खिच्ने रे एक दुईवटा होइन मन लाग्यो नि सो हामी चाहिँ यहाँ ठुली आमा घर चाहिँ यहाँ तुलसी रहेछ तुलसीको बोट मिल्छ हजुर अनि यहाँ चाहिँ निम्बु कागतीको बोट रहेछ म त नजान एक्लै म के बसिरहने आऊ यता आऊ साथीहरू ल यहाँबाट पनि पानीको भिड त खत्रै देख्दो रहेछ जङ्गल वरिपरि सबैतिर साथीहरू ल ठिक छ ल गाइस हामी फर्किँदैछौँ अब चाहिँ मान्छे गरे नि त कहाँ कसले नि जे पाए त्यही अब घर जाऊँ साथीहरू आजको लागि साथीहरू भ्लग यति नै हुन्छ थ्याङ्क यू सो मच फर वाचिङ टिल दि एन्ड सी यू इन द नेक्स्ट भ्लग गाइज भोलि पनि अर्को नयाँ भ्लग आउनेवाला छ सब्सक्राइब लाइक गरौँ न एज लङ एज म बिजी ओभरै बिजी हुँदिनँ नि लाइफमा तबसम्म भ्लग बनाइराख्छु सो भोलिको नयाँ दिनमा के हुन्छ कसो हुन्छ हेर्न मन छ भने प्लिज डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल सब्सक्राइब गर्यो भने चाहिँ नोटिफिकेसन ठ्याक्क लगाएर आउँछ कि मेरो नयाँ भ्लग आयो भनेर अनि या त्यो गाइज सब्सक्राइब गर्न नबिर्सिनु होला अनि बाई बाई गाइज लभ यु टेक केयर अफ यर सेल्फ लभ दिस बाई बाई भन बाई बाई